हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। आज पनि नयाँ भिडियो लिएर म आइसकेको छु। हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि यता सब ठिकै छौं। बिहेको काम चलिरहेको छ। आज हाम्रो अनरस हाल्ने कार्यक्रम छ। अझै ठिकै भइराख्नु। हामीले त बड्डाउरा हालिन पुरै ढ्याम्का ढ्याम्का हालेर म त हुकेर पर्छ के गर्ने काम भइरहेछ। चाहिँ म चाहिँ यस्तो बढाइरहेको छु के ब्याक्स। आज हामीले घरमा ब्याक्स फाल्ने भनेको मुखमा नि भयो कि भएन, कस्तो भयो बनाउनु खोजे त्यस्तो। खानसाना पाकिसक्यो, खानसाना खान्छौँ। अब आज हामीले अचार, यसको अचार बनाएको के अरे भाटाको बैंगन का भर्ता बनाए, बैंगन का भर्ता अनि पाकिसक्यो। हामी चाहिँ भइरह अब काम कुरो दिनुहरुको माया पिरी मैले धेरै भएर होला। ज्वाइँको र दिनुको अलि कस्तो दाम भएको छ हेर यहाँ। यस्तो हेर्नुहोस् त। वाउ, हामी चाहिँ नाम लेखिदिएर कस्तो सब्रे बनाइदिएछौँ है। यो लबो हल्का यहाँ उभा रहेछ, कस्तो दामी मान्ने। हाम्रो काम साम भयो, हुँदैछ होइन साथीहरु। कोशिश जारी छ यहाँ भइराछ। के हो पकाउँदै खुवाउँदै कोलाई यहाँ आगा पाहुनाहरूलाई हामी भाइरल आमा हुने नि। हामी भाइरल आमा कोलाई गाल गर्यो तिमीले। देश एउटा देशलाई गाल गरेर टिकटकमा भाइरल भइसक्यो। हेलो साथीहरु, नमस्कार गरे। अब आज संस्कारी भइसक्यो। एक नम्बर कि बिग्रे केटी हो बारी हो। मिलाएर बुझ्नु कस्तो मान्छे रहेछ। हामी चाहिँ काम चलिरहेको छ। हामी चाहिँ बजार जाने होइन, बजार टिकटक बनाइदियो भलकको। के ल्याउने तैँले आज? मैले सियारी सारी ल्याउने मान्छे मम्मी है। हिँड त रङभरि खनाइहाले। दिनलाई मात्रै छुट्याइदेऊ। नदेखा हाम्रो मम्मीलाई भाइरल हुन्छ नि। खाने रङ हो है गाई चाहिँ, खाने रङ हो। चिन्ता नमान्नु होला, यसले बिगार गर्दैन। अघि नै आइसक्यो त्यहाँ हामीले सब ल्याइदियो। टिकटकको चिन्ता छ यहाँ है। के गरे अघि नै भलकलाई भूगोल मैले भलक बनाइरहेको छु। भूगोल नबनाए टिकटक बनाएको। खुवाम त के खुवाम जाइन मरलाई चिन्तै टिकटकै छ। त्यही त भाइर त्यो बखाली थियो त्यो होइन। अग्लो थियो त लामो त्यो लगेर जानुभएको जान्नुहुन्छ कि नै भनियो त मैले। भन त्यही लगेर जानुभएको त्यही हो त्यो स्याम्पू हो। किन होइन भन्छ त्यो? अनि यस्तो दानी भन्नुहुन्छ त उ ट्रिटमेन्ट क्रिमले टाउ साउ त्यही त भाइरबाट लिँदै त्यही हो क्या हुने त। त्यही त स्याम्पू खै जाम त। आज आमाले ट्रिटमेन्ट क्रिमले नुहाइन, आँखा हल्लियो नि। आँखा के बिगार भयो? आँखा हल्लिन कस्तो भयो अरे, कपाल झरे। आमालाई नुहाउन पठायो तल। स्याम्पू एउटा भने एउटा लगायो भन्नुहुन्छ। कुनवाला हो? ट्रिटमेन्ट क्रिम लाए भन्छन्, रातो छ भन्छन्, के भन्छन्? त्यो कहाँ रातो छ त? रातो छ क्या? यस्तो छ क्या रातो भाइर भनेर। स्याम्पू ट्रिटमेन्ट मैले यो भने आउ यसले होइन नुहाउने। त्यो त हैन, यसले नुहाउने यो के भयो छ र? नै यसले नुहाउने हो, केही भएन। कपाल किन गएन? पत्ताले गए जान्थ्यो। स्याम्पूले गएन भन्ने मान्छे। हेलो गाइज, कहाँ उठिन? के हो? हेलो गाइज, यो चाहिँ फाइनल टच है गाइजहरु। यो चाहिँ अन्तिम। कस्तो लागिरहेछ तपाईलाई हाल्दै गर्दा? जनता जान्न चाहन्छ? जनता जान्न चाहन्छ? हजुर।
के भन्छन् हामी यहाँ प्रत्यक्ष प्रसारणमा छौँ देख्न सक्नुहुन्छ यहाँको अवस्था हेर्नुहोस् हामी चाहिँ अन्रसा भइसकेको छ साथीहरू होइन अब म फर्स्ट चाहिँ कुन लगाम म चाहिँ रेड कलर पिङ्कमा गर ल हामीले फर्स्ट गराउन लागि म कसाइसक्यौँ ल जय हनुमान ज्ञानगुण सागर मम्मी हेर त के भयो ओ माय गॉड वाउ नफर्काउने के न हामी साथीहरु भइसक्यो कस्तो दाइटमा कस्तो है भाइरल आमा जिङटे जगल्टे मुन्टी कपाल फुले बड्डी गरे हेरौ खै त्यो गत्ताले त केमा हालम गत्तामा यहाँ कपाल फुले बड्डी यहाँ चाहिँ सबै चाउचाउ लभर छन् त्यही भएर करेन्ट चाउचाउको रेडमा गत्ता छ लागेको हामी चाहिँ अब ल फुर ल हुर चट फुलेबडी चट ओए फुलेबडी यहाँ आइरहन्छ किन आउँछ रे फुलेबडी नआउने भने महिनै पछि हो महिनै पछि मैले अब फेरि मङ्सिर आइज फेरि मङ्सिर उ यो फुलेबडी काम लाग्दैन त मम्मी यो फुलेबडीलाई खेदायो उता भाइ महिनै यतातिर हेर्नु त हेलो हामी चाहिँ अब अरू सब आज काम भ्याइसक्यो हिजो टपरी लगाइसक्यौँ हिजो साँझ अनि त्यस पछाडि अब अन्रसा पनि भ्याइयो अब यही सिङ्गामारी पुऱ्याएर आज चाहिँ हामी बजार यसो सपिङ गर्न जाने होइन के ल्याउने यस्तै मैले चोली ल्याउने गरे क्या चोली जम्नाले चोली ल्याउँछ कि ब्लाउज ल्याउँछ खै त थाहा छैन हामी चाहिँ बजारतिर लागेको गाइज किन मट्काउने आँखा किन के भएको छ अझै पनि तिम्रो यिनलाई त बिहा नसकिँदासम्म भएन मेरो अघि नै भइदियो मलाई झन् झ्याउ बस्ने भएर लाग्छ हाई 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 भन्नु न हाय के छ र हालखबर बजार जाने मजाले डुल्ने घुम्ने आउने अरू कोही टुवारा भेट्या हाँस्ने बोल्ने ल के अरे के अरे ठुला नाच्दा गरे टुवारा भेट्या हाँस्ने हामी चाहिँ कपडा पसलमा हम अन्तिले थोरै ब्लाउज लगाउने अनि अहिले पनि जम्नाले पनि थोरै ब्लाउज लगाउने भनेर आएको रुगाले लास्टै सतायो यार मलाई चाहिँ एक्कासी निला कि पिङ्कमा ब्लू कलर मलाई त एक्कासी रुगा लागेको साथीहरू रुमाल अहिले सब भेट्दैन यार मैले खोजेर रुमाल अनानी दुखेर कस्तो बाखा रुपियाँ तान्ने के हुँदो र पर्सेकी र भन्छ के र भन्छ किन्थ्यौ एउटा महँगो भन्छ दर्जन भयो हुनु आधा किन्नु न बरु हुन त एउटा त खाला कसरी पिस लागेर दर्जन हे हामी चाहिँ घरबाट गइसक्यौँ सामान भइसक्यो हजुर खोलिहाल्ने भ्लग बनाइहाल्ने तँलाई मोबाइल खोलिहाल्ने भन्नुहुन्छ फुर्सद भएपछि के हो त अझै टेन्ट सेन्ट त लागेकै छैन नि त हामी चाहिँ घर आइसक्यौँ सामान लिएर धेरै त्यो अटोमा आएको अनि अब भोलिबाट बिहे सुरु भइहाल्छ बिहानैदेखि अब काम यस्तो छ पाहुनाहरू धेरै आउनु भएको छ रुकुमबाट सल्यानबाट आउनु भएको छ अनि मलाई चाहिँ रुगाले एक्कासी सतायो कि बस्ने गाह्रो बनाएर भोलिसम्म सन्चो भइदिएछ नत्र ढल्ने हुन्छ अरू त त्यस्तै हो ठिकै छ अरू आजलाई चाहिँ यति गरौँ बाई बाई